पासमा गेस्ट आयो हेलो गाइज म आज मेरो फर्स्ट भिडियो बनाउँछु भनेको यहाँको दुईजना दाइले मलाई भिडियो बनाउन दिइरहेको छ नि हामीसँग हल्ला गरिरहेको गाइस र अब हाम्रो मान्छे आइसकेको छ बहिनी म त्यो काम स्टार्ट गरेँ त मान्छे आइसक्नु भएको छ यस त्यही भएर जानुहोस् भनेको कति प्रोग्राम छ है हामी गयौँ बाइ बाइ अब यता अर्को एकजना दाइ बस्दै हुनुहुन्छ त्यो ढोका खुलै राखिन् न अनि एकजना दाइ बस्दै हुनुहुन्छ चाहिँ प्लिज दाजु प्लिज हजुर गइसो म यहाँ भिडियो बनाउँछु मेरो म युट्युब च्यानल खोल्दैछु कस्तो हल्ला गरेर चाहिँ पासमा गेस्ट आयो हलमा गेस्ट आयो त्यहाँ हेर त माथि गएर कोही हेलो नमस्ते सबैजनालाई इट्स मी सोफी अनि मेरो फुल नेम चाहिँ सोफिया तामाङ रहेको छ अनि आजबाट चाहिँ म मेरो युट्युब च्यानलको जर्नी स्टार्ट गर्न गइरहेको छु अनि मेरो क्यामेरा होल्डर चाहिँ मेरो साथी रहेको छ अनि उसलाई चाहिँ क्यामेरामा आउनु छैन त्यही भएर मैले उसलाई देखाइनँ अनि मैले चाहिँ योभन्दा अगाडि नै भ्लग बनाएको थिएँ मेरो युट्युब च्यानल पनि थियो योभन्दा अगाडि त्यो युट्युब च्यानलको नाम चाहिँ सोफिया साङतन हो कि साङतन सोफिया थियो होइन अनि मैले त्यो बेला पनि भ्लगहरू बनाउँदा बिचमै मैले त्यो 3, 2, 1 यु जस्ट गेट लस्ट भनेर मैले हटाइदिएको थिएँ त्यो च्यानललाई अनि अहिले चाहिँ मलाई एकदम धेरै रिग्रेट लागिरहेको छ किन भन्दाखेरि यदि मैले त्यो च्यानललाई कन्टिन्यू गरेको भए चाहिँ अहिले 3 वर्षमा त एकदम राम्रो प्रोग्रेस हुन्थ्यो होला जस्तो लाग्छ किन भन्दाखेरि चाहिँ म त्यो बेला 17 इयर्सको थिएँ अनि 17 इयर्सको हुँदाखेरि मैले त्यो च्यानल खोलेको थिएँ किन भन्दाखेरि चाहिँ मलाई म यत्रो हुँदादेखि नै यस्तो कन्टेन्ट क्रिएट गर्नलाई भ्लगिङ गर्नलाई चाहिँ एकदमै धेरै के भन्छ मन पराउँथ्यो नि त अनि त्यही भएर मैले म 17 इयर्सको हुँदाखेरि मैले स्टार्ट गरेको थिएँ आफ्टर मेरो +2 एक्जाम सकिसकेपछि अनि अहिले चाहिँ म 19 रनिङमा छु अनि अहिले चाहिँ इट्स अलमोस्ट त्यो 2 वर्षभन्दा नै बेसी भइसक्यो नि त मैले त्यो च्यानललाई कन्टिन्यू गरेको भए त एकदमै राम्रो भइसक्थ्यो होला अहिलेसम्ममा किनभने सबैजनाको एकैचोटि राम्रो हुँदैन अभियसली सबैले थाहा भएको कुरा हो अनि त्यो बेला चाहिँ मैले त्यो च्यानल किन कन्टिन्यू नगरेको भन्ने चाहिँ एउटा छुट्टै रिजन छ अनि त्यो अब कुनै दिन विस्तारमा भनौँला कन्टेन्ट दिउँला अर्को नि क्या घुरिरहेको उसले अनि अहिले चाहिँ म एकदम प्रपर कन्फिडेन्स लेभलमा आएको छु सेल्फ कन्फिडेन्स पनि त्यति नै छ सेल्फ सपोर्ट पनि त्यति नै छ मोटिभेसन पनि त्यति नै छ होइन और अभी तो रुको क्लाइमैक्स अभी बाकी है अनि त्यही भएर अब म यो च्यानलले चाहिँ एकदम धेरै कन्टिन्यू गर्दै जानेछु अनि मैले सबैजनाको कति धेरै हुन्छ नि त्यो मैले नर्मली युट्युबमा हेर्ने भनेको चाहिँ यति त्यो भ्लगहरू हेर्छु क्या म मुस्कान गुरुङ अभिषेक उहाँहरूको फुल के अरे फ्रेन्ड सर्कल जुन ग्रुप छ नि उहाँहरूको सुप्रिया अनि सबैजना हुनुहुन्छ नि उहाँहरूको त्यो ग्रुपकै म भ्लगहरू कति हेर्छु के अनि अर्को मैले यता श्री गोपट्टीको हेर्छु अनि निशाहरूको कति हेर्छु क्या म भ्लगहरू टन्नै हेर्छु होइन मलाई कति मनपर्छ भ्लगरहरू पनि मैले कति धेरै चिनेको छु कि अनि अर्को भनेको चाहिँ इन्क लागेको छ अनि अर्को भनेको चाहिँ मेरो लाइफको चाहिँ 3वटा एकदमै जेन्युइन होइन के भन्छ त्यो मलाई एकदमै भित्रै मनदेखि मलाई हबी भन्छ हबी हो कि त्यो एउटा ड्रिम हो कि त्यो के हो मलाई पनि थाहा छैन तर मलाई त्यो जसरी पनि गर्नु छ कि होइन अनि त्यो के हो भन्दाखेरि चाहिँ फर्स्टमा चाहिँ मेरो मेडिकल फिल्डमा एकदमै धेरै हाई इन्ट्रेस्ट छ अनि सेकेन्ड भनेको चाहिँ मेरो समझ गई मलाई राइड गर्नलाई यति मनपर्छ तर प्रब्लम भनेको चाहिँ त्यही हो क्या मसँग छैन बाइक छैन मसँग तर किन्छु एक दिन भइहाल्छ अनि अर्को थर्ड भनेको चाहिँ यही हो मलाई भ्लगिङ गर्नलाई कन्टेन्ट क्रिएट गर्नलाई चाहिँ एकदमै धेरै मनपर्छ होइन
फेरि डिस्टर्ब गर्न आइसक्यो मलाई यहाँ। 1 hour later. अनि थर्डवाला छ मेरो थर्ड पोइन्टमा चाहिँ के हो भने यस्तै मेरो भ्लगिङ गर्ने कन्टेन्ट क्रिएट गर्ने होइन। अनि लाइक आफ्नै भोइसमा भोइस ओभर गरेर अथवा केही आफ्नो लाइफको अपडेटहरू अनलाइनको थ्रुबाट सेयर गर्ने यस्तो यस्तो कुराहरू चाहिँ एकदम धेरै इन्ट्रेस्ट लाग्छ क्या। अनि त्यो भएको कारणले मैले पहिला भ्लग स्टार्ट गरेको थिएँ, किन भन्दाखेरि अझ मेरो इन्ट्रेस्ट त्यही हो, आई अलरेडी सेड होइन। अनि अब चाहिँ म यो भ्लग एकदमै लङ लास्टिङ कन्टिन्यू गर्नेवाला छु। लेट्स सी होइन सबैजनाको सपोर्ट कस्तो आउँदो रहेछ। अनि लेट्स होप फर गुड मात्र होइन बेस्ट। अनि सबैजनाले मेरो एकदमै फर्स्ट रिक्वेस्ट एकदमै जेन्युन रिक्वेस्ट अनि मनदेखिको रिक्वेस्ट रहेको छ, प्लिज 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 मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर हजुरहरूले जति सक्नुहुन्छ त्यति धेरै सपोर्ट गरिदिनु होला। अनि त्यसपछि त्यही हो, बाई बाई एभ्रिवान। अनि मेरो भ्लग चाहिँ डेली चाहिँ आउँदैन, किन भन्दाखेरि म काम पनि गर्दैछु न, काम गर्दाखेरि चाहिँ त्यस्तो त्यो खासै त्यो नयाँ नयाँ कन्टेन्टहरू ल्याउनु चाहिँ सकिँदैन नि त, पोसिबलै हुँदैन त्यो त। अब त्यही भएको कारणले चाहिँ मेरो पर विक आउन सक्छ भ्लग होइन। लेट्स सी के हुँदो रहेछ। अनि सो त्यही हो। अनि आइ एम होपिङ फर योर सपोर्ट लभ अनि सबै कुराहरूको। सो थ्याङ्क यू सो मच। अनि बाई बाई एभ्रिवान, मेरो फर्स्ट भ्लगमा भेटौँला, बाई, लभ यु अल।